ल हे ढलाइ स्टार्ट भयो है हाम्रो गाउँमा चाहिँ यस्तो प्रकारले हुन्छ सुल्तान दाजुको घरको ढलाइ गाउँले जीवन है यसरी नै एकअर्काले सपोर्ट गरेर गर्ने गरिन्छ यहाँ चाहिँ ढलाइ स्टार्ट भयो अहिले बिहान सिमेन्टहरूमा आइसक्यो है बोक्ने केटाहरू मिस्त्री चाहिँ एकदम हो केही नछुने अरे मिस्त्री हो हेर्ने मात्रै अरे आज हो बक्स बेल त ठुलो लगेछ है मान्छे त आज पनि पुग्दैन त्यो त के भइहाल्छ ए स्टार्ट भयो ढलाइ यो यस्तो प्रकारको छ है अहिले चाहिँ बेल्चामा डोरी बाँधेर ट्राई गर्दैछ है थाकेको हो त अहिले कहाँ बसेको कहाँ थाक्छ अहिले सुरु नभए थाक्यो भन्छ तिमीहरू कहाँ सुरु भएको एनर्जी ड्रिङ्क पर्खेको जस्तो नि त भयो सुरु कहाँ भएको ल है एनर्जी ड्रिङ्क आएछ है केटाहरू एगु हाँस्नु थाल्यो हो आएछ है एनर्जी ड्रिङ्क ल अब त यस्तो ढलाइ त ल अब त यस्तो ढलाइ दुईटा तिनवटा अझ भ्याउँछ नि केटाहरूले म खाँदिनँ नि हातमा क्यामेरा छ घन्टा खान्छ ल है आमामा एनर्जी ड्रिङ्कले त केटाहरू हाँसी खुसी भइगयो नि हौ अब स्पेसल गेस्टहरूमा आएको छ यहाँ काम सघाउनुको लागि समरिक बिच गाउँबाट पनि आइपुगेको छ है साथीहरू तर अलिक काम चाहिँ सुक्खा सुक्खा मात्रै गर्नु खोज्दो रहेछ हौ तर ल है अलिकति त्यो स्लेप आउनु थाल्यो है केटाहरूको अहिले टी ब्रेक भइरहेको छ है टी ब्रेक भएर हो ल अहिले चाहिँ गफ हुँदैछ माथि बनिँदैछ माल यो मालिक चाहिँ यतै हो घरको मालिक चाहिँ हो ल है हुँदैछ सक्नु आँट्यो अब ल है साथीहरू अहिले चाहिँ अलमोस्ट है सकिन आँट्यो यो उतेको चाहिँ हेडबाट चाहिँ यता है यता हुनुहुन्छ है उहाँहरूले कोही देखरेखमा यो काम हुँदैछ सकिगयो अब कति लाग्ला होइन अब 50 बेग पुग्छ है यतिले है र अहिले चाहिँ अलिकति ढलाइसकेर है यहाँ चेलीबेटीहरूले चाहिँ भाँडा धुने काम गरिरहेको छ भनेदेखि यहाँ खाने क्रम पनि चल्दैछ है यहाँ हाम्रो दाजुहरूले लिनुहुँदैछ खाना यस्तै छ है हाम्रो गाउँठाउँको हजुर गाउँठाउँको है गाउँले जीवन भन्नु पर्यो यसलाई है एकअर्कालाई सपोर्ट गरेर फिनिसिङ क्लाइमेक्समा आइपुग्यो है रिल्याक्स अहिले चाहिँ है के अरे ढलाइ सुल्तान दाजुको ढलाइ सक्यो है र एकछिन अब सुल्तान दाजुको घरको ढलाइ मेरो अलिकति त्यो भएछ टङ क्लिप है रेस्ट पनि भयो